हेलो नमस्ते। फेरि पनि एउटा कविता लेखेको छु। विषय छ सत्य तितो हुन्छ। सुन्नुहोला। हरेक अनुहारको सत्य बुझ्नु जरुरी छैन। हरेक अनुहारको या अनुहारको पिछेको सत्य बुझ्नु जरुरी छैन। सबै कुरा जान्नै पर्छ भन्ने पनि बुद्धिमानी होइन। सबै कुरा जान्नै पर्छ भने पनि बुद्धिमानी होइन। कहिलेकाहीँ अनजान रहनु नै, अर्को प्रकारले भन्नु पर्दाखेरि देखेर पनि अनजान बस्नु नै, नदेखे जस्तो हुनु नै मनका लागि शान्ति हो। कहिलेकाहीँ अनजान रहनु नै मनका निम्ति शान्ति हो। किनकि थाहा छ, सत्य जानेपछि मन पहिले जस्तो रहँदैन, न त सम्बन्ध नै।